ठिकै इङ्ग्लिस बोले पनि पुग्छ जस्तो लाग्छ मलाई चाहिँ। तर भाषा चाहिँ निहुनको चाहिँ बोल्नै पर्छ है। किनकि तपाईँको हरेक कुरा कम्युनिकेसन होइन जापानिज पनि गर्नु पऱ्यो। भोलिको दिन केही मिस्टेक हुँदा पनि त त्यसलाई अब आफूले नजाने कुरा पनि त आफ्नो सँगै काम गरेको स्टाफलाई सोध्दा पनि त जापानिजमा बोल्नु पऱ्यो नि त। तपाईँ जापानिज भाषा बोल्न सक्नु हुँदैन भने चाहिँ होटलको फ्रन्ट डेस्क चाहिँ तपाईँको लागि चाहिँ काम होइन। नमस्कार सबैजनालाई। आजको यस भिडियोमा चाहिँ जापानमा लामो समयसम्म बस्नुभएको एकजना मेरो मित्रसँग कुरा गर्न गइरहेको छु र आजको यस भिडियोमा चाहिँ जापानमा स्टुडेन्ट लाइफदेखि वर्किङ लाइफसम्म आइपुग्दाको जर्नीको बारेमा हामी आजको यस भिडियोमा कुरा गर्न गइरहेको छौँ। सो सर्वप्रथम हजुरलाई आजको यस भिडियोमा स्वागत गर्न चाहन्छु। हजुरलाई वेलकम छ आजको यस भिडियोमा। हजुर नमस्कार हजुर है। मेरो नाम चाहिँ मोहित पाबे। मेरो घर चाहिँ चितवन भरतपुर। अहिले चाहिँ हाल म अहिले टोकियो इकिबुकुरामा बस्दैछु र म जापान आएको चाहिँ अब लगभग 8 वर्ष नै भयो। तपाईँ जापान आउनुभयो, नेपालबाट जापान एज ए स्टुडेन्टमा आउनुभयो तपाईँ है। आएपछि जापान आउने बित्तिकै हजुरलाई कस्तो अनुभव भयो, यहाँको तपाईँ कल्चर कस्तो लाग्यो, के कस्तो महसुस भयो हजुरलाई आइसकेपछि? मलाई चाहिँ जापान आइसकेपछि चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ म जापानको सुरुमा चाहिँ म ओकिनावामा आएको थिएँ होइन। ओकिनावा आउँदाखेरि चाहिँ मलाई के भयो भन्दाखेरि चाहिँ सुरुमा त ओकिनावाको म जेएसएल गएकोमा आउँदाखेरि चाहिँ त्यहाँ पुरै नेपाली नेपाली थियो क्या। म सुरुमा आउँदाखेरि त मलाई जापान आए जस्तो पनि लागेको थिएन। तर बिस्तारै बढ्दै गएपछि यहाँको कल्चरहरूदेखि लिएर यहाँको मान्छेहरू भनौँ न, जस्तो एक दुईचोटि चाहिँ मेरो के पनि भएको थियो भने मैले चाहिँ बाटो भुलेको थिएँ क्या। र मैले कुनै पनि एउटा त्यति बेला मलाई ल्याङ्ग्वेज पनि आउँथेन। मैले एउटा जापानिजले चाहिँ कस्तो, मैले जापानिज सोधेँ म चाहिँ यहाँ जान चाहन्छु, मैले चाहिँ बाटो बिर्सेँ भन्दाखेरि चाहिँ उसले चाहिँ मलाई आफ्नै गाडीमा हालेर चाहिँ मलाई जुन म बस्ने ठाउँसम्म चाहिँ पुऱ्याइदिएको थिएँ। यो कुरा प्लस अनि यहाँको त्यो कल्चर हुन्छ नि त यहाँको माझिमे क्या, लाइक कस्टमरलाई चाहिँ एकदम रेस्पेक्ट गर्ने, विदेशीहरूलाई रेस्पेक्ट गर्ने, त्यो कुराले चाहिँ मलाई एकदम चाहिँ राम्रो लाग्यो क्या। यहाँको जस्तो यो पनि एउटा कल्चर नै हो नि त, यहाँको मान्छेहरूलाई रेस्पेक्ट गर्ने। अनि विदेशीहरूलाई चाहिँ अहिले चाहिँ अब अर्कै भएको छ, तर पहिला चाहिँ 7-8 वर्ष चाहिँ विदेशीहरूलाई चाहिँ एकदम रेस्पेक्टफुल थियो क्या जापान। हजुरको फर्स्ट पार्ट टाइम जब के थिएछ? मेरो चाहिँ पहिलो पार्ट टाइम जब चाहिँ म चाहिँ सुरुमा चाहिँ जापान आएको चाहिँ 17 दिनमा मैले चाहिँ काम पाएको थिएँ। मैले ओकिनावाको चाहिँ सनी ओकिनावा भनेर खाइसकेको थियो, त्यो यासाई कम्पनी थियो होइन, फलफुलको कम्पनी, प्याकिङ गर्ने कम्पनीमा चाहिँ मैले काम गरेको थिएँ। कसरी पाउनुभयो त्यो जब? त्यो काम चाहिँ मैले एउटा त्यही हाम्रो कलेजको एउटा गएको चाहिँ एउटा दाइले चाहिँ त्यहाँ काम गर्नुहुन्थ्यो। दाइले चाहिँ अब कुरा गरेर दाइ यसो काम चाहियो छ, काम छ भने कतै सहयोग गरिदिनु भनेर रिक्वेस्ट गरेको थिएँ। त्यो दाइले चाहिँ लिरिक्सको माग्नु भएको थियो। त्यो दाइले दिएपछि त्यो दाइले चाहिँ अनि बोलाउनु भयो काममा चाहिँ। काम चाहिँ जस इजिली नै पाएँ मैले, त्यति बेला चाहिँ इजिली पाएँ काम गर्दाखेरि चाहिँ। त्यो र अब अहिले चाहिँ तपाईँको त्यतिखेर हजुरको पालामा, अब इभन मेरो पालामा पनि म टोकियोमा आउँदाखेरि आजभन्दा तपाईँ 7-8 वर्षको अगाडि होइन, काम पाउन सजिलो रहेको थियो। तर अहिले स्पेसल्ली अब हामी अहिले टोकियोमा छौँ, टोकियो केसमा चाहिँ थुप्रो स्टुडेन्टले कामहरू नपाएको अवस्था छ र मलाई पर्सनल मेसेज पनि थुप्रो आउँछ, हजुरलाई पनि सायद थुप्रो आउँछ होला है, ताइ काम लगाइदिनु, काम भेटेन, यति महिना भयो जापान आएको भनेर। तपाईँको विचारमा चाहिँ अहिले खास यो काम नपाउनुको समस्या के हो, के कारणले होला जस्तो लाग्छ हजुरलाई? र कसरी हामीले केही इम्प्रुभ गऱ्यौँ या हामीले केही आफूले मेहनत गऱ्यौँ भने कसरी गऱ्यौँ भने चाहिँ काम पार्ट टाइम जब हजुरले स्टुडेन्टले स्पेसली पाउन सजिलो हुन्छ जस्तो लाग्छ? यस्तो लाग्छ मलाई चाहिँ खास यो स्टुडेन्टहरूले चाहिँ काम नपाउनुको कारण भन्दाखेरि चाहिँ पहिलो कुरो चाहिँ के भन्छु भन्दाखेरि चाहिँ अब पहिलो धेरैले अब भन्ने कुरा एउटा ल्याङ्ग्वेज नै हो होइन। तर जापान आइसकेपछि मान्छेहरूले चाहिँ पहिला पहिला यस्तो, मैले त पहिला इजिली काम त पाएँ, तर धेरै साथीहरूले नपाएको पनि थियो क्या। तर हामी चाहिँ धेरै मान्छे चाहिँ काम नपाएको कारण चाहिँ एकदम ठुलो कारण भनेको चाहिँ सेन्पाईमा निर्भर हुनु होइन। आफू यताउता बुझ्नु छैन, सेन्पाईलाई मात्रै मेसेज गरेर हुँदैन क्या। आफू पनि अगाडि बढ्नुपर्छ। जस्तो कि मैले कतिपय कस्तो पनि देखेँ, अहिले पनि मैले वर्किङ गर्दाखेरि मैले काम गर्ने ठाउँमा चाहिँ जस्तो कि नेपाली बाहेक क्या, नेपाली अहिलेसम्म यस्तो गरेको थिएन। एउटा हाम्रो एउटा विदेशी क्या, भर्खर आएको जापानको, नियनको पनि बोल्दैन, हाम्रो काममा आएर उसले चाहिँ के भनौँ, उसको सेन्पाई उसको देशको कुनै पनि मान्छे थिएन, उसले चाहिँ आफै गएर के होटलमै गएर के म चाहिँ यसो यसो गएको चाहिँ हो, के अरे म चाहिँ काम गर्न चाहन्छु भनेर चाहिँ ऊ आफै गएर खोज्न गएको थियो क्या। र यो जस्तो अरू देशकोले चाहिँ गर्यो, तर हाम्रो नेपाली चाहिँ यसरी कहिले पनि गर्दैन क्या। सेन्पाईलाई भन्ने मेसेज गर्ने, उसले काम ल्याइन्छ भनेर आशा गर्ने। अब ल्याङ्ग्वेज त छँदैछ, ल्याङ्ग्वेज त जान्दै नजाने होइन, यस्तो काम नपाउनु हो कि भन्नु नि तपाईँले। ल्याङ्ग्वेज आफू जान्दैन, जापानिजलाई मतलब छैन नि त, तिमीले काम पाओस् नपाओस्, र कुनै पनि सेन्पाईलाई मतलब छैन तिमीले काम पाओस् नपाओस्। तिमीले आफूले मेहनत गर्ने हो। तिमीहरू मेहनत कोही पनि गर्दैनौ होइन, तपाईँहरू कोही पनि मेहनत गर्नु हुँदैन। अनि काम पाएन भनेर चाहिँ तपाईँ सेन्पाईले मेसेज गर्नुहुन्छ। सेन्पाईको पनि आफ्नो हुन्छ कि कुनै पनि सेन्पाईले तपाईँलाई काम लाउनलाई भन्दा 10चोटि सोच्नुपर्छ कि, किनकि काम ल्याइदियो छोडिदिनुहुन्छ, 2 दिनमा काम गरेर छोडिदिनु, काममा नगइदिने, अनि प्रेसर उसलाई पर्छ। अनि त्यो भएको कारणले सेन्पाईले पनि तपाईँले मेसेज हजारवटा मेसेज गरे पनि इग्नोर गरिदिन्छ कि। कारण त्यो हो कि पहिला अब तपाईँले काम 2 दिनमा छोडिदिनुहुन्छ, अनि भोलि दिन गाली उसले खान्छ, उसको लेभल घट्छ काममा। सो त्यो अनि यस्तो कारणले गर्दाखेरि पनि सेन्पाईले कसैले पनि सेउखाइ नगरिदिने, आफैले तपाईँले खोज्यो भने चाहिँ पाउने। र
यस्तै कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ काम नपाउनु कारण हो क्या। मेन कुरो चाहिँ तपाईँले यदि काम पाउन चाहनुहुन्छ भने तपाईँलाई के भन्छु भन्दाखेरि चाहिँ तपाईँ आफै अगाडि बढ्नुपर्छ। भाषालाई त इम्प्रुभ गर्नु पर्यो र तपाईँ पनि यदि तपाईँले काम पाउनु भएको छैन भने तपाईँलाई के भन्छु भन्दाखेरि चाहिँ तपाईँ पनि कुनै पनि तपाईँको ठाउँमा छ, तपाईँ कन्भिनियन्ट छ, कन्भिनियन्टमा गएर तपाईँले डाइरेक्ट गएर भन्न सक्नुहुन्छ कि म चाहिँ गाउँसै हो, म चाहिँ काम गर्न चाहन्छु, यहाँ खाली छ भनेर तपाईँले दिनमा पनि त 10वटा गयो भए पनि 15-20वटा होइन है, तपाईँको आफै जहाँ गएर तपाईँले गएर खोज्नु भयो भने चाहिँ पाउनुहुन्छ। तपाईँ घरैभित्रै बसेर सुती सेनपाईलाई काम फोन लाएर यो त इष्टमित्रलाई फोन गरेर काम चाहिँ त्यसरी पाउनेवाला छैन। र यो चाहिँ अहिले मात्रै होइन कि तपाईँले भोलि आउने भाइ बहिनीहरूले पनि यसरी नै सुतेर सेनपाईले काम ल्याइन्छ भनेर आशा गर्नुभयो भने कुनै पनि मान्छेले काम चाहिँ पाउँदैन। छ सेमुङ्गाको पाइएन, सेमुङ्गाको पाउन एकदम गाह्रो छ भन्ने पनि एकदमै यो समस्या रहेको छ। र अब हजुर त निहोङ्गाको पढेर सेमुङ्गाको पढेर अहिले मतलब सिसो गर्दै हुनुहुन्छ होइन। र तपाईँको विचारमा चाहिँ के कुराले अहिले समस्या आएको हो र के कुरा बेटर गर्यो भने चाहिँ हाम्रो सेमुङ्गाको या दाइगाको पाउन सजिलो हुन्छ? अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अहिले सन्मानकाको नपाउनुको कारण चाहिँ के हो जस्तो लाग्छ भन्दाखेरि चाहिँ अब पहिला हाम्रो पालामा हाम्रो पालोको पालामा चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ स्टुडेन्ट पनि ठिकठिकै आउँथ्यो क्या। तपाईँको अहिलेको हेर्ने हो भने यो कोरोना पछि तपाईँको स्टुडेन्ट होइन डबल ट्रिपल चौरलै बढी भएको छ नि त तपाईँको पहिलाको भन्दा चाहिँ। अनि कलेजहरू पनि त्यस्तै विधि छैन, जति थियो सीमित थियो, अहिले नयाँ नयाँ खोल्दैछन् होइन। र कलेज अब मान्छे डबल ट्रिपल भयो, कलेज सीमित छ, सीमित अब सिटहरू भएको कारणले पनि नपाएको हो। अर्को कुरो भनेको चाहिँ हामी नेपालीहरू चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ तपाईँको सेनमानकाको खोज्न त रुकु सिच्चिगाचु हाच्चिगाचुबाट स्टार्ट हुन्छ नि त ओपन क्याम्पसहरू। त्यसमा चाहिँ भाग नहुने होइन, नपढ्ने, तपाईँको भनौँ न जिउ इच्चिगाचु निगाचुतिर आएर गएको पाएन भनेर खोज्ने। तपाईँको ओपन क्याम्पमा सुरु भएदेखि तपाईँले सिच्चिगाचु हाच्चिगाचुमा तपाईँले खोज्नु भयो भने चाहिँ होइन, त्यति बेलादेखि तपाईँले मिहिनेत गर्नु चाहिँ पाउनुहुन्छ, नत्र तपाईँले पाउनुहुन्न। किनभने तपाईँको स्टुडेन्ट अहिले धेरै बढी भइसकेको छ अहिलेको यो केसमा चाहिँ। र अर्को कुरा भनेको धेरै स्टुडेन्ट भएको कारणले गर्दाखेरि चाहिँ कम्पिटिसन धेरै भएको छ क्या। किनकि तपाईँको ल्याङ्ग्वेज पनि अहिले चाहिँ हेर्ने भइसकेको छ। पहिला पैसा तिरे पनि हुन्थ्यो, अहिले चाहिँ तपाईँको ल्याङ्ग्वेज पनि हेर्ने भएको कारणले गर्दाखेरि चाहिँ र कलेजहरू चाहिँ एकदम थोरै मात्रामा भएको कारणले गर्दाखेरि चाहिँ अलिक कम भएको चाहिँ हो होइन। यदि तपाईँहरूले चाहिँ निहुन गएकोमा नि तपाईँले अब अनबित्तिकै तपाईँले खतरा बोल्नु म भन्दिनँ, ल्याङ्ग्वेज इम्प्रुभ गर्नुमा तपाईँले खतरै बोल्नुहुन्छ भनेर भन्दिनँ, तर तपाईँले चाहिँ निहुन गएको देखि नै तपाईँले चाहिँ ल्याङ्ग्वेज इम्प्रुभ गर्दै जानुभयो भने चाहिँ र सन्मान गएकोमा गएर चाहिँ तपाईँलाई सन्मान पाउन चाहिँ कसैले पनि रोक्न चाहिँ सक्दैन। तपाईँ भाषा चाहिँ बुझ्नुपर्छ। तपाईँ आएको 1 महिना पनि त्यही ल्याङ्ग्वेज छ, 6 महिना गइसकेपछि त्यही नाम मात्रै भन्न सक्ने काम, अनि हाई भन्न सक्ने गर्न सक्नुभयो भने चाहिँ तपाईँले चाहिँ कलेज मात्र होइन, तपाईँले जापानमा बस्नलाई गाह्रो हुन्छ। भाषा तपाईँले चाहिँ आएको 6 महिनामा चाहिँ तपाईँले इम्प्रुभ गर्नैपर्छ। तपाईँ बोल्नुहोस् नबोल्नुहोस् होइन, कसरी के हुन्छ तपाईँ अब मरिमिट्टी गर्नुहोस्, काम गर्नुहोस् नगर्नुहोस् म त्यो भन्दिनँ। तपाईँले ल्याङ्ग्वेज इम्प्रुभ गर्नु भएन भने चाहिँ तपाईँले सन्मान गएको त मात्रै होइन, तपाईँको भोलिको दिन वर्किङमा पनि त पाउनुहुन्न क्या। तपाईँले कामै पाउनु, तपाईँ अरू बाहिर वर्किङ त छोड्दैन, बाहिर पनि पाउनुहुन्न तपाईँले। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यदि तपाईँले चाहिँ भाषा इम्प्रुभ गर्नु भने चाहिँ काम पाउनुहुन्छ, भाषा इम्प्रुभ गर्नु भएन भने चाहिँ तपाईँले चाहिँ सन्मान गएको मात्रै होइन केही पनि पाउनु हुँदैन। र अब तपाईँ सेमोङ्गाको सकिसकेपछि हजुरले अलि होटलमा सुसु गर्दै हुनुहुन्छ कि हामी अफ क्यामेरा कुरा भएको थियो है। र नर्मली चाहिँ होटलको फ्रन्ट डेस्कमा के कस्तो काम गर्नुपर्ने हुन्छ नर्मली काम गर्दाखेरि? होटलको चाहिँ फ्रन्ट डेस्कमा चाहिँ नर्मली चाहिँ के काम गर्नुपर्छ भन्दाखेरि चाहिँ होइन, चेक इन चेकआउट भइहाल्यो, अनि युआको हाल्नु परिहाल्यो। जस्तो इन्टरनेटबाट युआकोहरू आइरहन्छ होइन, बुकिङ गरिरहेको हुन्छ, हामीले चाहिँ त्यसलाई चाहिँ हाल्नुपर्छ। र फोन त गर्नै पऱ्यो होइन, फोन आउँछ बाहिरबाट, फोन पनि यताबाट गर्नुपर्छ। अनि तपाईँको नाइट काम अब रेउसुसीहरू रिसिटहरू सबै झिक्नुपर्छ, अनि मेलहरू पनि पठाउनुपर्छ, मेलहरू सबै चेक गर्नुपर्छ। अनि तपाईँको कहिलेकाहीँ चाहिँ यो बेड मेकिङ गर्नमा आउँछन् मान्छेहरूलाई, उनीहरूको चाहिँ अब कसले कुन चाहिँ रुममा गर्ने, अब होटल अनुसार चाहिँ फरक पर्छ। अनि हामीले त्यो सबै सिफ्टहरू सबै बनाउनुपर्छ कि कुन चाहिँ भोलिपल्ट बिहान आउने मान्छेहरूको चाहिँ कसले कुन चाहिँ रुममा गर्ने भनेर सबै बनाउनुपर्छ। भाषा कतिको इम्पोर्टेन्ट छ यो होटल लाइनमा? अहिले त यो इङ्ग्लिस पनि जापानमा अहिले युज गर्न सकिन्छ भन्ने पनि यो थुप्रो न्युजहरू आएको छ, कतिको इम्पोर्टेन्ट लाग्छ हजुरको विचारमा? यो होटलमा काम गर्दाखेरि चाहिँ ल्याङ्ग्वेजको र इङ्ग्लिसको कुराहरू भयो नि तपाईँले होइन। तपाईँको यो होटलमा तपाईँ फ्रन्ट डेस्कमा गर्न चाहनुहुन्छ भने चाहिँ जापानिज भाषा र अब मेन त जापानिज भाषा एकदम जान्नै पर्छ। तपाईँ यदि जापानिज भाषा जान्नु हुँदैन भने चाहिँ फ्रन्ट डेस्कमा चाहिँ कामको लागि अप्लाई नगर्दा नै बेटर हुन्छ। किनकि तपाईँको बाहिरबाट फोन धेरै आउँछ होइन, तपाईँले जापानिजमा बोल्नै पर्छ, अनि कस्टमर पनि जापानिजमा बोल्नै पऱ्यो। अब हाम्रोमा चाहिँ हामीले आफैले गर्नुपर्छ चेकइनहरू होइन, अब कस्टमर आउँदाखेरि चेकइन त गर्नु पऱ्यो। तर होटल अनुसार चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ अलरेडी त्यो के खाइ हुन्छ नि, मेसिनबाट चाहिँ अहिले चेकइन गर्ने सिस्टम आइसकेको रहेछ क्या। र फोन चाहिँ उठाउनु पऱ्यो आफैले,
तर तपाईँ यदि इङ्ग्लिस अब हाम्रो होटलमा चाहिँ धेरै जापानिज भएको कारणले गर्दाखेरि चाहिँ त्यति बोल्नु पर्दैन। यदि तपाईँ चाहिँ रिजोर्ट होटलहरूतिर होइन धेरै चाहिँ विदेशी मान्छेहरू चाहिँ घुम्न आउँदाखेरिको ठाउँमा चाहिँ हो भने चाहिँ तपाईँ इङ्ग्लिस चाहिँ बोल्नुपर्छ। तर ठिकै इङ्ग्लिस बोले पनि पुग्छ जस्तो लाग्छ मलाई चाहिँ। तर भाषा चाहिँ निहोन्को चाहिँ बोल्नैपर्छ है, किनकि तपाईँको हरेक कुरा कम्युनिकेसन होइन जापानिज पनि गर्नु पऱ्यो। भोलि दिन केही मिस्टेक हुँदा पनि त त्यसलाई अब आफूले नजाने कुरा पनि त आफ्नो सँगै काम गरेको स्टाफलाई सोध्दा पनि त जापानिजमा बोल्नु पऱ्यो नि त। तपाईँ जापानिज भाषा बोल्न सक्नु हुँदैन भने चाहिँ होटलको फ्रन्ट डेस्क चाहिँ तपाईँको लागि चाहिँ काम होइन, त्यही बेड मेकिङै गर्ने हो। भनेपछि अब यो तपाईँले चाहिँ वर्किङ गर्दाखेरि कसरी गर्नुभयो, मतलब प्रोसेस कस्तो रह्यो हजुरको चाहिँ? मेरो प्रोसेस चाहिँ के भयो भन्दाखेरि चाहिँ मैले इन्डिडहरूबाट चाहिँ खोजेको थिएँ। इन्डिडबाट खोजेर आफैले इन्डिडबाट मेल के अरे यताउता मेल पठाएँ, उताबाट आयो। त्यसपछि इन्टरभ्यू दिएँ। इन्टरभ्यू भइसकेपछि मलाई उनीहरूले चाहिँ जुन दिन इन्टरभ्यू दिएको त्यही दिन मलाई तँलाई सहयोग गर्छु, के अरे तँलाई सहयोग गर्छु, तँलाई हायर गर्छु, कहिलेदेखि आउनु भयो जस्तो भन्यो मलाई। अनि त्यसरी चाहिँ मलाई चाहिँ एक दिनमै के मेरो कम्युनिकेसनले गर्दा हो कि आई डोन्ट नो, मलाई थाहा भएन। उनीहरूलाई मान्छे चाहिएर पनि हुनसक्छ। जस एक दिनमा चाहिँ मलाई चाहिँ हायर गर्यो। अनि जस्तो मैले 1 तारिक इन्टरभ्यू दिएको थिएँ भने त्यहाँको चाहिँ सिफ्ट अनुसार चाहिँ मलाई 16 तारिकदेखि चाहिँ काममा बोलायो। त्यति नै हो मेरो चाहिँ। जस काम चाहिँ इन्डिडहरूबाट भयो, माइनबीबाट चाहिँ खोज्न सकिन्छ। अब धेरै मान्छेहरूले त अब उता फुदो उसबाट गरिरहेको हुन्छ नि त, अब धेरै यताउता के काम लाने ठाउँहरूबाट गरिरहेको हुन्छ। तर मैले चाहिँ त्यो चाहिँ गरिनँ। र त अब जति पनि अहिले होटल म्यानेजमेन्ट पढिराख्नु भएको छ, अब थुप्रो नेपालीहरू हुनुहुन्छ, पढ्दै हुनुहुन्छ होइन, र पढ्ने सोच गरिराख्नु भएको छ, र अब इन फ्युचरमा होटलमै गर्ने, होटल सम्बन्धी नै गर्ने है, त्यस्तो ठाउँमा गर्दाखेरि चाहिँ स्टुडेन्ट लाइफमै हुँदाखेरि चाहिँ यो स्किल जस्तै एक्सेलहरू आदि इत्यादि के कुरा हामीले स्किल चाहिँ डेभलप गऱ्यो भने चाहिँ पछि होटलमा काम गर्दा सजिलो हुन्छ जस्तो लाग्छ हजुरको विचारमा? अब निहोनको त भइहाल्यो, निहोनको त भइहाल्यो। तपाईँको के अरे कम्प्युटरको पासवर्डहरू चलाउनको लागि भयो होइन, टाइपिङहरू। अनि सबै निहोनकोमा लेख्नु पऱ्यो नि। तपाईँको यतापट्टि तपाईँको केही कुराहरू के अरे जस्तो भनौँ न, कुनै पनि प्रकारको कस्टमर आयो, त्यसले चाहिँ म जस्तो 2 दिन चाहिँ उसले बुक गरेछ, अब एक दिन चाहिँ म बस्दिनँ भन्यो भने चाहिँ तपाईँको सबै त्यहाँनिर लेख्नुपर्छ क्या। तपाईँले सबै जापानिजमा लेख्नु पऱ्यो, खानसान सबै लेख्नु पऱ्यो नि त। काताकाना लेखेर हुँदैन, तपाईँको खान्जीमा लेख्नुपर्छ। अब त्यो कम्प्युटरको स्किल भइहाल्यो, टाइपिङ भइहाल्यो। त्यसपछि अब सकभर इङ्ग्लिस पनि तपाईँहरूले राम्रो गर्नु, किनकि सोध्छ होइन। अनि जेएलपिटी पनि सकभर चाहिँ पास गरेको नै बेटर हुन्छ। ल्याङ्ग्वेज भयो होइन, तपाईँको टाइपिङ भयो, अब टोइक हो कि के सम्बन्धी त्यो पनि हुनु पऱ्यो। इङ्ग्लिस पनि राम्रो बोल्नु पऱ्यो तपाईँको। अनि N2 N1 पास भयो भने चाहिँ राम्रो। तर N2 N1 चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ तपाईँको पहिला चाहिँ N2 N1 भन्ने चाहिँ उनीहरूले चाहिँ विश्वासै गर्थ्यो। अहिले चाहिँ कस्तो छ भन्दाखेरि N2 पास छ, N1 पास छ होइन, अब चुरेर पास भएको छ तपाईँको। त्यहाँ इन्टरभ्यूमा गयो, तपाईँको वातासिनो नमाए भन्नु पनि जान्दैन। अनि उनीहरूलाई थाहा भइसक्यो यिनीहरूले चोरेर पास भएको भनेर। अहिले त्यही भएर कारणले गर्दा पनि अहिले तपाईँको थाहा छ, तपाईँको जेएलपिटीको अहिले केबिसी भएको छ नि, मोबाइल पनि लाउन पनि, यता पनि हिँड्न पनि, यता पनि यसो गर्न नपाउने रेस्ट्रिकेट गरिरहेको छ। तपाईँलाई थाहा छैन अहिले तपाईँको न्युज आएको छ नि त। अहिले त तपाईँको ब्रेकमा मोबाइल पनि झिक्न मिल्दैन, किनकि तपाईँको किन पनि यो स्ट्रिट गऱ्यो भन्दाखेरि यो केबिसी गऱ्यो भन्दाखेरि चाहिँ तपाईँको N2 पास छ, N1 पास छ, इन्टरभ्यू दियो, नाम भन्न जान्दैन। अनि हाल्दैन उनीहरू भनेको, यसले त भनेपछि चोरेर पास भएको उनीहरूले थिङ्किङ भइसक्यो। अनि सकभर चाहिँ तपाईँले N2 N1 पास गरेको राम्रो, तर नभए तापनि मेरो चाहिँ होटलमा काम गरिरहेको छु, मेरो N2 N4 केही पनि छैन। मेरो चाहिँ ल्याङ्ग्वेजले गर्दाखेरि चाहिँ मैले चाहिँ होटलमा काम पाएको छु होइन। र अब जति पनि नेपालमा अहिले जापानिज भाषा पढिराख्नु भएको छ, अब यहाँ जापान आउन चाहनुहुन्छ, चाहे त्यो SSWमा होस्, चाहे त्यो स्टुडेन्ट भिजामा होस्, या भर्खरै जापान आउनु भएको छ स्टुडेन्ट भिजाहरूमा या अरू भिजाहरूमा पनि, उहाँहरूलाई केही एडभाइस दिन चाहनुहुन्छ? र प्लस लास्टमा हजुर प्यारेन्ट्सलाई पनि केही भन्न चाहनुहुन्छ? ए हुन्छ, म चाहिँ लास्टमा चाहिँ एडभाइस के गर्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँ SSW भिजामा आउनुहोस्, ट्रेनिङ भिजामा आउनुहोस्, स्टुडेन्टमा आउनुहोस्, या जुनसुकै भिजामा आउनुहोस्, तपाईँ ब्याचलर भिजामा आउनुहोस्, एकदम विचार गरेर बुझेर आउनुहोस्। र तपाईँलाई के भन्छ भन्दाखेरि चाहिँ नेपाल मेन कुरो भनेको चाहिँ तपाईँ जुनसुकै भिजा पनि ल्याङ्ग्वेज एकदम इम्पोर्टेन्ट छ। जापान आइसकेपछि जसले पनि पैसा कमाउन सक्छ, तर इज्जतको साथ पैसा कमाउने कि अब गाली खाइ पैसा कमाउनेमा निर्भर पर्छ। अब तपाईँ अब इज्जतको साथ पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ जापानिज भाषा एकदम इम्पोर्टेन्ट छ। इम्प्रुभ गर्नुहोस्, 1 वर्ष लाग्ला, 2 वर्ष लाग्ला, इम्प्रुभ गर्नुहोस्। मेन कुरो चाहिँ तपाईँले जापानिज भाषा इम्प्रुभ गर्नुहोस् भन्छु। त्यसको साथसाथै यदि तपाईँहरू नेपालमा हुँदाखेरि के गर्नुहुन्थ्यो, कसो गर्नुहुन्थ्यो मलाई थाहा छैन, तपाईँले ड्रिङ्क गर्नुहुन्थ्यो, लागु औषध गर्नुहुन्थ्यो भने चाहिँ प्लिज मेरोबाट म तपाईँहरूलाई सबैजनालाई के रिक्वेस्ट छ भन्दाखेरि प्लिज म तपाईँलाई चुरोट पनि नखानुहोस् भन्छु, रक्सी पनि नखानुहोस् भन्छु, र स्पेसली लागु औषध। किनकि अहिले जापानमा चाहिँ हामी नेपालीहरूले चाहिँ अहिले धेरै केसहरू चाहिँ लागु औषधमा चाहिँ तपाईँलाई न्युज थाहा अहिले तपाईँको
ओकिनादेखि होक्काइदोसम्ममा हेर्ने हो भने नेपालीहरू चाहिँ यो न्युज नआएको हो, के अरे के अरे न्युज मात्र नआएको, यो के अरे यो लागु औषधले गर्दा धेरै नेपालीहरू समातिनु भएको छ क्या। र प्लिज तपाईँ र रिसेन्टली मेरो चिनजानको एकजना भाइ पनि के अरे आजभन्दा 1-1.5 वर्ष अगाडि चाहिँ यहीँ सिन्जुकूबाट चाहिँ एकजना भाइ चाहिँ समातिनु भएको थियो। उसले चाहिँ लागु औषधको केसमा चाहिँ उसलाई समातेर चाहिँ 6 महिना जेल राखेर उसलाई नेपाल पठाइदियो। यसरी हतकडी लगाएर राख्दो रहेछ। यसरी हतकडी राखेर के अरे तपाईँको एयरपोर्टसम्म लगाएर यसरी हतकडी लगाएर राखेर उसलाई चाहिँ नेपाल पठाइदियो। यदि तपाईँहरू प्लिज लागु औषध कोही पनि मान्छे गरिराख्नु भएको छ भने चाहिँ तपाईँलाई यो कार्यक्रमबाट चाहिँ तपाईँलाई के भन्छु भन्दा चाहिँ प्लिज तपाईँहरू रक्सी, चुरोट, गाँजादेखि लिएर प्लिज नगर्नु होला। यसलाई के भन्न चाहन्छु यो प्यारेन्ट्स यो मेरो मात्रै होइन कि सबै प्यारेन्ट्सलाई म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ हामीलाई जति पनि गरिदिनु भएको छ, चाहे मेरो होस् चाहे अरूको होस् होइन, तपाईँहरू चाहिँ यदि कुनै पनि प्यारेन्ट्सले यदि हाम्रो होइन जापानमा चाहिँ अनसेफ छ भनेर चाहिँ जति पनि फ्यामिलीले चिन्ता लिनु भएको छ भने चाहिँ प्लिज तपाईँहरू कोही पनि चिन्ता नलिनु होला, टेन्सन नलिनु होला। जापान एकदम सेफ छ। तपाईँले जुन सोचेर आफ्नो बाबु नानीलाई पठाउनु भएको छ नि जापान, त्यो पक्कै पनि तपाईँको बाबु नानीले 1 वर्ष लाग्ला, 2 वर्ष लाग्ला, 3 वर्ष लाग्ला अथवा 4 वर्ष लाग्ला, पक्कै पनि तपाईँको बाबु नानीले चाहिँ तपाईँको सपना पुरा गर्नुहुन्छ जस्तो लाग्छ मलाई। त्यो समय लाग्छ, तर 3-4 वर्ष चाहिँ तपाईँको बाबु नानीले चाहिँ समय दिनु होला। अहिले काम पाउँदाखेरि गाह्रै पर्छ, तपाईँ वर्किङ गर्छ, किनकि धेरै म बाबु सबै प्यारेन्ट्सलाई चाहिँ के भन्छ अरे, यदि तपाईँको बाबु नानी चाहिँ स्टुडेन्ट भिजामा आउनु भएको छ भने चाहिँ पढ्न आउने हो, पैसा कमाउने होइन। तपाईँले चाहिँ 3 देखि 4 वर्ष चाहिँ ऋण तिर्न लाग्छ। 4 वर्ष जति चाहिँ तपाईँको बाबु नानीले दिनु, त्यसपछि चाहिँ तपाईँको बाबु नानीले पक्कै पनि तपाईँले जुन सोचेर पढाउनु भएको छ, लाइक नेपालमा अब भनौँ न तपाईँको इष्टमित्रलाई देखाउने होस् अथवा घर बनाइने होस् या गाडी किन्ने कुरा होस् या बाइक किन्ने कुरा होस् या देश विदेश घुम्ने कुरालाई होस्, तपाईँको बाबु नानीलाई पक्कै पनि मलाई विश्वास छ यहाँ जापान आउनुभएको भाइ बहिनीहरूले चाहिँ तपाईँहरूको चाहिँ सपना चाहिँ पुरा गर्नुहुन्छ जस्तो चाहिँ मलाई लाग्छ। सो तपाईँको बाबु नानीले चाहिँ विश्वास गरिदिनु होला। र म भाइ बहिनीहरूलाई चाहिँ पनि के भन्छु भन्दाखेरि चाहिँ प्लिज कुलत नफस्कन तपाईँको बाबु नानीले तपाईँहरूमा धेरै सपना देखेर चाहिँ तपाईँलाई पठाउनु भएको छ, त्यो सपना चाहिँ के अरे टुट्न नदिनु होला। सो थ्याङ्क यू भेरी मच। आज हामीले नर्मली स्टुडेन्टदेखि वर्किङसम्म आउँदाको स्ट्रगल, त्यसै गरी समस्याहरू कसरी सावधान गर्न सकिन्छ, के गर्दा बेटर हुन्छ, इभन तो स्टुडेन्ट भिजामा होस्, काम गर्दा होस् या वर्किङ भिजामा गर्दा के कुरा ध्यान पुर्याउन सकिन्छ भन्ने सम्पूर्ण कुरा गऱ्यौँ। र फेरि पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सो थ्याङ्क यू भेरी मच सर आजको यस भिडियोको लागि। र अब हामी नजिकै छौँ, केही बुझ्नु भएन, केही हजुरलाई क्वेसन सोध्न मन लाग्यो, केही कुरामा हजुर कन्फ्युज हुनुभयो भने चाहिँ पक्कै पनि यस भिडियोको कमेन्टमा तपाईँले मेसेज गर्न सक्नुहुन्छ, मलाई पर्सनल मेसेज गर्न सक्नुहुन्छ, सरको पनि आइडी म मेन्सन गर्छु, उहाँलाई पनि मेसेज गर्न सक्नुहुन्छ। हामी आफ्नो तर्फबाट हजुरको एन्सर दिने प्रयास गर्नेछौँ। सो थ्याङ्क यू भेरी मच सर आजको भिडियोको लागि।